भगवान श्रीकृष्णका यी वाणी यदि तपाईँले जीवनमा उतार्नुभयो भने तपाईँको जीवन बदलिनको लागि कति पनि समय लाग्दैन। किनकि जीवन बदल्न सधैँ ठुलो अवसर चाहिँदैन। कहिलेकाहीँ एउटा सही विचार, एउटा सही निर्णय र सही समयमा लिएको एउटा कदम नै पर्याप्त हुन्छ। श्रीकृष्ण भन्नुहुन्छ, मानिसको सबभन्दा ठुलो युद्ध बाहिरको संसारसँग होइन, आफ्नै मनसँग हुन्छ। संसारलाई जित्नुभन्दा पहिले आफ्नो डर, क्रोध, लोभ, मोह र अहङ्कारलाई जित्न सिक्नुपर्छ। किनकि जसले आफूलाई जित्न सक्छ उसलाई परिस्थितिले धेरै समयसम्म कहिले पनि हराउन सक्दैन। जीवनमा सुख आउँछ, दुःख आउँछ, सफलता आउँछ, असफलता पनि आउँछ। तर एउटा कुरा सधैँ सम्झनुपर्छ, यो समय पनि बितेर जानेछ। आज तपाईँ दुःखमा हुनुहुन्छ भने यो दुःख सधैँ रहने छैन। आज सफल हुनुहुन्छ भने यही सफलता पनि सधैँ रहने छैन। समय नदीको पानी जस्तै हो, एकपटक बगेपछि फर्केर आउँदैन। त्यसैले दुःखमा नआत्तिनुहोस्, सुखमा नमात्तिनुहोस्। श्रीकृष्णको शिक्षाको गहिरो सन्देश पनि यही हो। आफ्नो कर्म गर, तर परिणामको अत्याधिक चिन्तामा आफूलाई कहिल्यै पनि नजलाऊ। हामीमध्ये धेरै मानिसले आफ्नो भाग्यलाई दोष दिएर बस्छौँ। मेरो भाग्य खराब रहेछ, मेरो जीवनमा कहिले पनि राम्रो हुँदैन। तर सोच्नुहोस् त, यदि किसानले बिउ नै रोपेन भने उसले बाली नआएको दोष भाग्यलाई कहिले दिन मिल्छ? आज तपाईँले गरेको कर्म नै भोलिको परिणामको बिउ हो। त्यसैले भाग्यलाई दोष दिनुभन्दा पहिले आफ्नो कर्म हेर्नुहोस्। परिस्थितिलाई गाली गर्नुभन्दा पहिले आफ्नो प्रयास हेर्नुहोस्। अरे, अरूको सफलता देखेर जल्नुभन्दा पहिले आफूले कति मेहनत गरेको छु भनेर आफूलाई हेर्नुहोस्। ढुङ्गामा लगातार पानी परिरह्यो भने तपाईँले देख्नुभएको छ, ढुङ्गामाथि पनि चिन्ह बन्छ। त्यसैले निरन्तर प्रयास गर्ने मानिसको बाटो एक दिन अवश्य पनि खोल्छ। तर मेहनत मात्र पर्याप्त हुँदैन, सही दिशा पनि चाहिन्छ। धेरै मानिस वर्षौंसम्म मेहनत गर्छन् तर गलत दिशामा गर्छन्। त्यसैले मेहनत गर्दा पनि सफलता मिलिरहेको छैन भने बाटो परिवर्तन गर्नुहोस्, तर सिद्धान्त परिवर्तन नगर्नुहोस्। रुखले मौसम अनुसार पात बदल्छ तर आफ्नो जरा बदल्दैन। तपाईँ पनि परिस्थिति अनुसार बदलिन सिक्नुहोस्, तर आफ्नो चरित्र र मूल्य कहिले पनि नबेच्नुहोस्। अर्को ठुलो कुरा, क्रोध केही सेकेन्डको हुन्छ, तर त्यसले दिएको घाउ वर्षौंसम्म रहन सक्छ। रिसाएको बेला मानिसले आफूले माया गरेको मानिसलाई पनि त्यस्ता शब्द बोलिदिन्छ जुन पछि 1000 पटक पछुताउँदा पनि फिर्ता लिन सकिन्न। त्यसैले रिस उठ्दा तुरुन्त जवाफ नदिनुहोस्, केही समय मौन बस्नुहोस्। कहिलेकाहीँ मौनता नै सबभन्दा ठुलो शक्तिशाली उत्तर बनिदिन्छ। रिसको बेला जिब्रोले बोलेको एउटा शब्दले वर्षौंको सम्बन्ध पनि बिगारिदिन सक्छ। जिब्रोमा हड्डी हुँदैन, तर यही जिब्रोले मानिसलाई उठाउन पनि सक्छ अनि गिराउन पनि सक्छ। त्यसैले बोल्नु अघि सोच्नुहोस्, तपाईँको शब्दले कसैको घाउमा मलम लगाउँदैछ कि फेरि नयाँ घाउ बनाउँदैछ। कसैले तपाईँलाई दुःख दिएको छ भने बदला लिनु नै शक्ति होइन। कहिलेकाहीँ माफ गरेर अगाडि बढ्नु ठुलो विजय हो। अरूले दिएको चोटलाई मनमा बोकेर हिँडिरहनु भयो भने उसको गल्तीको सजाय तपाईँले वर्षौंसम्म भोगिरहनुपर्छ। जहाँ सम्भव छ क्षमा गर्नुहोस्, तर क्षमा गर्नु भनेको फेरि त्यही गल्ती दोहोरिन दिनु होइन। क्षमा गर्नुहोस्, तर आफ्नो विवेक कहिले पनि नगुमाउनुहोस्। विवेकपूर्ण तरिकाले अरूलाई क्षमा गर्नुहोस्, माफ गर्नुहोस्। श्रीकृष्णको महत्त्वपूर्ण शिक्षा छ मोह र प्रेम बीचको फरक बुझ्नुहोस्। प्रेमले स्वतन्त्रता दिन्छ, मोहले नियन्त्रण खोज्छ। कसैलाई माया गर्नुहोस्, तर आफ्नो सम्पूर्ण शान्ति उसको व्यवहारमा निर्भर नबनाउनुहोस्। फेरि अर्को कुरा सुन्नुहोस्, कसैले तपाईँको कदर गरेन भन्दैमा तपाईँको मूल्य घट्दैन। सूर्यलाई कसैले हेरेन भन्दैमा उसको प्रकाश कम हुँदैन। त्यसरी नै कसैले तपाईँको मूल्य बुझेन भने पनि आफ्नो मूल्य आफैले बुझ्नुपर्छ। जीवनमा अरूसँग तुलना गर्न बन्द गर्नुहोस्। सूर्य र चन्द्रमा बीच प्रतिस्पर्धा कहिले पनि हुँदैन। दुवैको आफ्नै समय र आफ्नो आफ्नो भूमिका हुन्छ। तपाईँको यात्रा पनि अरूको जस्तै हुनु आवश्यक छैन। कसैको सफलता चाँडो आउला, कसैको ढिलो। कसैको जीवन बाहिरबाट सुन्दर देखिएला, तर भित्र उसले कति आँसु बगाएको छ त्यो तपाईँलाई थाहा हुँदैन। त्यसैले अरूको अध्याय हेरेर आफ्नो जीवनको किताबलाई कमजोर नसम्झनुहोस्। तपाईँको आफ्नो समय पनि आउनेछ, तर त्यसका लागि आजको समय खेर नफाल्नुहोस्। आज गर्नुपर्ने काम भोलिका लागि नछोड्नुहोस्। धेरै सपनाहरू कहिले पनि पुरा हुँदैनन् र ती जन्मिन नपाउँदै मरेर जान्छन्। जीवन छोटो भएर मात्र मानिस दुखी हुँदैनन्। मानिस धेरै पटक जीवन बाँच्न ढिलो सुरु गर्छन् र त्यसकारण दुखी हुन्छन्। बाल्यकाल भविष्यको चिन्तामा बित्छ, युवा अवस्था पैसा र सफलताको दौडमा बितेर जान्छ, अनि जब जीवन बुझ्न थालिन्छ बितेको समय नै फर्केर आउँदैन। त्यसैले भविष्यको तयारी गर्नुहोस्, तर वर्तमानलाई कहिले पनि
बर्बाद नगर्नुहोस्। तपाईँले तपाईँका साथीहरूको सङ्गत कस्तो छ भन्ने कुरा पनि बुझ्नुहोस्। तपाईँ जस्ता मानिससँग बस्नुहुन्छ बिस्तारै तपाईँको सोच पनि त्यस्तै बन्छ। खराब सङ्गतले राम्रो बानीलाई बिगार्न धेरै समय लाग्दैन। त्यसैले त्यस्ता मानिससँग बस्नुहोस् जसले तपाईँलाई तल तान्दैनन्, माथि उठ्न प्रेरणा दिन्छन्। साँचो साथी त्यो होइन जसले सधैँ तपाईँ सही छौ भन्छ। साँचो साथी त त्यो हो जसले तपाईँ गलत हुँदा पनि सत्य बोल्ने साहस गर्छ र तपाईँलाई सुध्रिनुपर्छ है भनेर भनिरहेको हुन्छ। धन कमाउनु नराम्रो होइन, तर गलत तरिकाले धन कमाउनु खतरनाक हो। इमान्दारिताले कमाएको थोरै धनले पनि मनलाई आनन्द शान्ति दिन्छ, तर छलकपटबाट कमाएको धेरै धनले पनि मनमा डर राख्न सक्छ। त्यसैले कमाई सानो होस् तर बाटो सफा होस्। अन्तत मानिस आफ्नो धनभन्दा चरित्रले चिनिन्छ। सुन्दर अनुहार समयसँगै बदलिन्छ, महँगो कपडा पुरानो हुन्छ, घर र गाडी पनि एक दिन अरूकै हुन्छ, तर तपाईँले कसैसँग गरेको राम्रो व्यवहार मानिसको सम्झनामा लामो समयसम्म रहन्छ। त्यसैले बाहिरी सुन्दरता होइन, आफ्नो चरित्र सुन्दर बनाउनुहोस्। सकेसम्म अरूको भलो गर्नुहोस्। कसैको आँसु पुछेर पाएको सन्तुष्टि कहिलेकाहीँ संसारको सबभन्दा महँगो वस्तु किन्दा पनि पाइँदैन। कसैलाई उठाउन सकिन्छ भने उठाउनुहोस्, कसैलाई आशा दिन सकिन्छ भने दिनुहोस्, कसैलाई राम्रो गर्न सकिन्छ भने गर्नुहोस्, कसैको दुःख कम गर्न सकिन्छ भने गर्नुहोस्। जीवनमा तपाईँले कति कमाउनु भयो भन्ने भन्दा तपाईँले कति मानिसको जीवनमा सकारात्मक राम्रो प्रभाव पार्नुभयो र कतिको जीवनमा आफ्नो छाप छोड्नुभयो, कतिलाई भलो गर्नुभयो भन्ने कुरा ठुलो हुन्छ। श्रीकृष्ण भगवानको अर्को शिक्षा ज्ञानको विषयमा त्यत्तिकै महत्त्वपूर्ण छ। संसारमा धन हराउन सक्छ, सम्पत्ति नष्ट हुन सक्छ, पदहरू खोसिन सक्छन्, तर ज्ञान मानिससँग रहिरहन्छ। त्यसैले आफ्नो सन्तानलाई केवल धनवान बनाउने होइन, शिक्षित, संस्कारी र असल मानिस बनाउने प्रयास गर्नुपर्छ। किनकि धनले सुविधा दिन सक्छ, तर सही ज्ञानले जीवनको दिशा दिन्छ। कहिलेकाहीँ तपाईँले सत्य बोल्दा पनि मानिसले तपाईँलाई गलत बुझ्न सक्छन्, तपाईँमाथि आरोप लाग्न सक्छ, तपाईँको नियतमाथि प्रश्न उठ्न सक्छ। यस्तो बेला हरेक मानिसलाई आफ्नो सफाइ दिँदै नहिँड्नुहोस्। सत्यलाई समय लाग्न सक्छ, तर सत्यको बाटो लामो भए पनि अन्ततः गन्तव्यमा पुगिन्छ। सूर्य र चन्द्रमाले पनि ग्रहण सहनुपर्छ भने तपाईँले केही आरोप र कठिनाई त पक्कै पनि सहनुपर्छ। मनलाई नियन्त्रण गर्नु पनि जीवनको ठुलो साधना हो। हाम्रो मनमा आएको एउटा विचार सकिन नपाउँदै अर्को विचारतिर अघि बढ्छ। कहिलेकाहीँ घटना नघट्दै मनले त्यसको डर पैदा गरिदिन्छ। हामी धेरै समय त्यही कुराको चिन्तामा बिताउँछौँ जुन वास्तवमा कहिल्यै पनि हुँदैन। त्यसैले आफैलाई सोध्नुहोस्, यो समस्या अहिले वास्तवमा मेरो अगाडि छ कि मेरो मनले मात्र यस कथा बुनिरहेको छ? धेरै पटक यही प्रश्नले हाम्रो आधा चिन्ता हटाइदिन सक्छ। र एउटा कुरा सधैँ सम्झनुहोस्, जुन कुरा तपाईँको नियन्त्रणमा छैन त्यसलाई स्वीकार गर्न सिक्नुहोस्। अरूको सोच, अरूको व्यवहार र बितेको समय तपाईँको नियन्त्रणमा हुँदैन हजुर, तर तपाईँले त्यसमा कस्तो प्रतिक्रिया दिनुहुन्छ त्यो तपाईँको हातमा हुन्छ। यही समझले मानिसलाई भित्रबाट बलियो बनाउने गर्छ। जीवनको अन्तिमतिर मानिसले ठुलो घरभन्दा आफ्ना मानिसहरूको साथ खोज्छ। र अन्तिममा एउटा कुरा, जब जीवनमा सबै उल्टो कुरा भइरहेको हुन्छ, जब जीवनमा सबै नराम्रो मात्रै भइरहेको हुन्छ, एउटा वाक्य सम्झनु, यो समय पनि बितेर जानेछ। दुःख सधैँ रहने छैन, असफलता सधैँ रहने छैन, अपमान सधैँ रहने छैन र सफलता पनि सधैँ रहने छैन। त्यसैले दुःखमा आशा नछोड्नुहोस्, सफलतामा अहङ्कार नगर्नुहोस् र परिस्थितिलाई तपाईँको मूल्य निर्धारण गर्न कहिल्यै पनि नदिनुहोस्। श्रीकृष्णको शिक्षाको सार पनि यही हो। आफ्नो कर्ममा विश्वास गर्नुहोस्, सत्यको बाटो नछोड्नुहोस्, मनलाई नियन्त्रण गर्नुहोस्, क्रोधलाई जित्नुहोस्, मोहलाई बुझ्नुहोस्, अरूको भलो गर्नुहोस्, आमा बुबाको सम्मान गर्नुहोस् र आफूलाई अरूसँग तुलना गर्न बन्द गर्नुहोस्। तपाईँ कमजोर हुनुहुन्न, तपाईँभित्र त्यस्तो शक्ति छ जसको अनुमान तपाईँले आफैले पनि गर्नुभएको छैन। जब संसारले तपाईँलाई कमजोर ठान्छ, आफ्नो कर्मले उत्तर दिनुहोस्। जब बाटो अँध्यारो हुन्छ, आफूभित्रको उज्यालो बाल्नुहोस्। जब सबैले साथ छोड्छन्, आफ्नो विश्वास नछोड्नुहोस्। किनकि जीवनको सबभन्दा ठुलो विजय अरूलाई हराउनु होइन, आफ्नै डरमाथि विजय पाउनु। त्यसैले आज एउटा सङ्कल्प गरौँ, जति कठिन परिस्थिति आए पनि हार मान्ने छैनौँ, जति ढिलो भए पनि सत्यको बाटो छोड्ने छैनौँ, जति दुःख आए पनि आशाको दियो निभ्न दिने छैनौँ र हरेक दिन हिजोभन्दा राम्रो भन्ने प्रयास गर्नेछौँ। किनकि अन्ततः मानिसले संसारबाट लिएर जाने धन, घर, गाडी वा पद होइन, उसले गरेको कर्म, बाँडेको माया, मानिसको मनमा छोडेको छाप हो। त्यसैले शान्त रहनुहोस्, धैर्य रहनुहोस्, राम्रो कर्म गर्नुहोस्, आफ्नो मनलाई बलियो बनाउनुहोस् र जीवनको हरेक परिस्थितिलाई एउटा पाठ सम्झेर अघि बढ्नुहोस्।
समय जस्तोसुकै होस्, यो समय पनि बितेर जानेछ। त्यसैले आज राम्रो कर्म गर्नुहोस्, शान्त मनले बाँच्नुहोस् र आफ्नो यात्रामाथि विश्वास गर्नुहोस्। यदि यी विचारले तपाईँको मन छोएको छ भने हाम्रो परिवारको सुन्दर सदस्य बन्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। जय श्री कृष्ण।